आज हामी फेरि हाम्रो किरण साथी 1992 ब्याचको हाम्रो किरण साथीको सुपुत्रको शुभ विवाहमा शुभ मुहुर्तमा फेरि हामी एकपल्ट भेट भएको छौँ है। त्यसको लागि अब सबैलाई एकपल्ट वेलकम मेरोबाट, साथै परिवारको पक्षबाट, साथै रमेश पनि अब यही क्षेत्रको भएकोले उहाँ पनि जति हो सबैको पक्षबाट मेरो पक्षबाट नि हजुरहरू टाढो टाढोबाट आउने ब्याचको समूह साथीहरूको ब्याचबाट समूहबाट आन्तरिक हृदयबाट परिवारप्रति हाम्रो साथीप्रति है अर्धाङ्गिनी यहाँ हुनुहुन्छ उहाँहरूलाई एकदम हामी अहिले खदामेला त ल्याएर गर्ने नै छौँ। र पहिला मेरो अब एउटा सानो संवादमा हजुरलाई पनि एकदम शुभेच्छा शुभकामना टक्राउँदै आजको यो सानो छोटो म अलिकति यो केक कटिङभन्दा अगाडिको हाम्रो किरण साथीलाई पनि अब केही कुरा जनाउन चाहन्छु। र सम्पूर्ण साथीहरूलाई विशेष गरी हाम्रो 1992 ब्याचको 4th एनिभर्सरी हाम्रो केक यहाँ रेडी भइसकेको छ। सँगसँगै त्यति बेला त्यस ताकदेखि हामीसँग जोडिनु हुने हाम्रो मौसमी साथी, सायद यहाँ कसैले चिन्नु हुँदैन होला, उहाँको यहाँ छोरा के पो नाम अनमोल राई अनि मौसमी सँगसँगै जोडिएर अहिलेसम्म पनि सँगसँगै आज पनि यहाँनिर फिजिकली हजुरहरूले देखिरहनु भएको छ है। एनिभर्सरी आज 4th एनिभर्सरी साथै दुनियाँको मेरै उयसमा मैले 4-5वटा मैले ग्रुपहरू देखिसकेँ। तर उनीहरूको 1-2 वर्षमा के अरे छिनाफाना भएर जान्छ, छैन पनि अहिले। तर हाम्रो ग्रुपलाई चाहिँ यसरी ग्रुप भएर एकत्रित भएर गर्नुमा यहाँ सम्पूर्ण साथीहरूको जस्तै यहाँनिर हाम्रो एउटा सद्भावना अनुशासनले गर्दा नै यहाँनिर अहिलेसम्म र आज पनि हामी एकत्रित भएर यहाँ उहाँको छोराको शुभ लगनमा हामी आइसकेका छौँ है। अनि एउटा हुन्छ नि अब बिहामा अब धुमधामसँगले उहाँले गरिरहनु भएको छ। यहाँ अब हामी पनि सबै एउटा है छोरा छोरीको हामी पनि बाउ यस उमेरमा, र हामीलाई एउटा के हुन्छ भने हामीले छोरा नानीको बिहामा यस्तो लगन र आफ्नो सबै झोकेर चाहिँ हामीले विवाह उतार्ने गर्छौँ। तर अन्तमा गएर खानापिना है सबै यो पैसा रुपियाँ सबै जान्छ, हाम्रो लाख रुपियाँ खर्च हुन्छ। तर अन्तमा गएर एउटा के पाउनुहुन्छ तपाईँहरूले भन्दाखेरि त्यहाँनिर सम्झना स्वरूप फोटो, र त्यो फोटो सेसन पनि अहिले हामी गर्नु भुलिने छैन है। सबै साथीहरूले फोटो सेसन अनि सबै अहिलेको तपाईँले 20 वर्ष अगाडिको हेर्नु भने तपाईँकोमा के छ है, तपाईँको बाबाले तपाईँको खर्च बहुत गरेर अहिले हामी यत्रो भयो। तर अहिले फोटो मात्र अहिले हामी हेरेर भन्छौँ कि फोटो चाहिँ फोटोको सम्झना